नमस्कार सम्पूर्णमा म सुजन नेपाल। आज म एउटा यो भिडियो बनाउँदैछु। यो विशेष गरी खास पनि हुन्छ र हामी जनता जनार्दन भनिसके पछाडि अब जनताहरूले चाहिँ ठाडो निर्देशन दिन सक्नुपर्छ र जनताहरूले पनि यस्ता कुराहरूमा चाहिँ घचघच्याउनुपर्छ ताकि नागरिकहरूले चाहिँ साना साना कुराहरूबाट वञ्चित हुन नपरोस् भनेर म यो भिडियो बनाउँदैछु। र हिजो मात्रै नवनिर्वाचित सांसदहरूले चाहिँ शपथ ग्रहण गर्नुभएको छ र आज चैत्र शुक्ल नवमी अर्थात् रामनवमी विश्व रङ्गमञ्च दिवस। त्यो अवसरमा पनि आज प्रधानमन्त्रीको शपथ कार्यक्रम भन्ने सुनिएको छ। प्रिय बालेन सरकार, अब तपाईँ प्रधानमन्त्री भइसक्दाखेरि र भइसकिसके पछाडि तपाईँले 6 महिनाभित्रमा नागरिकहरूलाई चाहिँ नागरिकका आवाजहरूलाई चाहिँ तपाईँले बोकेर चाहिँ अगाडि बढ्न सक्नुभयो भने तपाईँ भगवान रूपी हुनुहुन्छ। हामी पनि यही आशावादी छौँ। यही आशामा रहेर र हामी नागरिकहरूले पनि यही आशमा रहेर चाहिँ तपाईँलाई चाहिँ भोट गरेका हौँ। जसले जहाँबाट आफ्नो क्षेत्रबाट भोट गर्नुभयो ती महान रूपी मतदाताहरूलाई हार्दिक नमन। भाद्र 23 र 24 गतेको जेनजी आन्दोलन पश्चात देश एउटा तहस नहस र बिग्रिदो अवस्थामा थियो र सकिसकेको अवस्थामा थियो र त्यो अवस्थालाई मध्यनजर गर्दै अन्तरिम सरकार गठन भएको थियो र अन्तरिम सरकारको नेतृत्व पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले गर्नुभएको थियो र उहाँले यति साहसी तरिकाले एउटा निडर भएर चाहिँ 6 महिनाभित्रमा उहाँले निर्वाचन सम्पन्न गरेर चाहिँ अब सत्ता चाहिँ तपाईँहरूलाई बुझाउँदै हुनुहुन्छ। बालेन सरकारले अब के गर्छ त? 6 महिनाभित्रमा चाहिँ यो जेनजीहरूको मागलाई सम्बोधन गर्नै पर्छ र अर्को कुरा मृतकका परिवारलाई रोजगारी र घाइतेहरूलाई जिन्दगीभरको सहारा बन्न सक्नुपर्छ एउटा कुरा। र अर्को कुरा भनेको 2046 साल पछिका नेता र उच्च पदस्थका कर्मचारी र मन्त्रीहरूको चाहिँ सम्पत्ति शुद्धिकरण गर्नै पर्छ। र अर्को कुरा छ, नेपालमा धेरै घोटालाहरू भए, धेरै काण्डहरू भए, भ्रष्टाचारका काण्डहरू भए र भ्रष्टाचारले नै नेपाललाई चाहिँ निर्मम तरिकाले प्रहार गरेको हो र सँगसँगै महँगी पनि बढ्दै गएको हो। भ्रष्टाचार गर्ने, राज्यको सम्पत्ति दुरुपयोग गर्ने र नागरिकलाई चाहिँ विभिन्न दायरामा करहरू उठाउँदै नागरिकहरूलाई चाहिँ दुःख दिने, शास्ति गर्ने कामहरू भयो। अब आउने सरकारले 6 महिनाभित्र के गर्नुपर्छ त? मैले अघि नै भनिसकेँ, जेनजीहरूको माग सम्बोधन, मृतकका परिवारलाई रोजगारी र घाइतेहरूको जिन्दगीभरको सहारा बन्न सक्नुपर्छ र 46 साल पछिका काण्डहरू जस्तै काण्डहरू छन्। धमिजा काण्ड, आरएनएसीको विमान भाडा सम्बन्ध एउटा छ, अनि अर्को भनेको लाउडा एयर काण्ड, चेज एयर काण्ड, चाइना साउथ वेस्ट एयरलाइन्स प्रकरण, सुडान घोटाला, कर थकछोट आयोग घोटाला, चुडामणी शर्मा प्रकरण, व्हाइट बडी विमान प्रकरण, एनसिएल कर छली, ललिता निवास बालुवाटार जग्गा प्रकरण, ओम्नी घोटाला स्वास्थ्य सामग्री खरिद प्रकरण, सेक्युरिटी प्रेस 70 करोड काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण, टेरामक्स खरिद प्रकरण, सहकारी बचत रकम अपचलन। यो अहिले सहकारीको कुरा किन आइरहेछ भने जसलाई सहकारीको अभियोग लागेर चाहिँ मुद्दा खेपिरहनु भएको छ उहाँले नै अहिले सरकारको नेतृत्व गरेर अहिले यतिसम्म बहुतिहाईको सरकार चाहिँ गठन गर्दै हुनुहुन्छ र यो सहकारीको रकम अपचलनको विषयमा पनि 6 महिनाभित्रमा यो सरकारले चाँडोभन्दा चाँडो काम गर्नुपर्ने हुन्छ। टिकटक प्रतिबन्ध र खरिद अनियमितता, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण घोटाला फैसला पनि, बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरण, गिरिबन्धु टी स्टेट, यी भनेका मोटामोटी अहिलेसम्म देखिएका 2046 सालभन्दा पछाडिका चाहिँ काण्डहरू हुन् र सँगसँगै धेरै सानातिना काण्डहरू पनि जोडिएका छन्। र अब बन्ने सरकारले के गर्नुपर्छ भने 2046 सालभन्दा पछाडि जति
थिए र अहिले चाहिँ गणतन्त्र जब बहुदल आइसके पछाडि चाहिँ नेपालमा चाहिँ बाहिरी देशको सामानहरू आयात गर्ने भनेर चाहिँ विभिन्न उद्योग कल कारखानाहरू चाहिँ जबकि नेपालमा बनेका सामग्रीहरू चाहिँ विश्व बजारमा पुग्थ्यो, ती कल कारखानाहरू सबै बन्द भए र ती कल कारखानाहरूलाई पूर्ण रूपमा सुरुवाती गर्न सक्नुपर्छ र जनताहरूलाई कृषिजन्य सामग्रीहरू चाहिँ सरकारले उपलब्ध गराउन सक्नुपर्छ ताकि कुनै पनि जनताहरूका जग्गा बाँझा नबसुन्, कृषिजन्य औजारहरू समयमा मल, बिउ, बिजन सबै कुराहरू उपलब्ध गराउन सकोस् र अब बन्ने सरकार नागरिकको सहारा बनोस्। देश छ भने म नागरिक छु र नागरिक विदेशमा गएर बेचिन नपरोस्। भरसक स्वदेशमै नागरिकहरूलाई चाहिँ रोजगारीको व्यवस्था होस्। शिक्षित युवाहरू दिनदिनै विदेश पलायन हुनु परेको छ, एयरपोर्टमा यति जामाजाम हुन्छ, यसको अन्त्य होस्, सुरुवाती होस्। एकैछिनमा त यो सबै कुराहरू गर्न सकिन्न होला, तर यो अब बन्ने सरकारले यी कदमहरूलाई ठोस कदममा चाल्नुपर्छ। र अर्को कुरा, गाउँका जग्गा बाँझा राख्ने, गाउँका जग्गामा केही गर्न नसक्ने र सहरमा गएर चाहिँ सुकुम्बासी बनेर बस्दिने नागरिकहरूको पनि छानबिन होस्। यदि त्यस्तो छ भने, यदि सरकारी जग्गा हडपेर कुनै नागरिकले बसेको छ, वञ्चित गरेको छ र उसको पूर्जामा चाहिँ उसको चाहिँ जग्गा देखिन्छ भने चाहिँ त्यो नागरिकहरूलाई चाहिँ आफ्नै ठाउँ जाऊ, आफै केही गर, कमाऊ, अनि त्यो पछाडि चाहिँ अगाडि बढ भन्ने तरिकाको एउटा स्लोगन पनि हुनुपर्छ। र नागरिकहरूले यति कुरा चाहिँ थाहा पाउनु पनि पर्ने हुन्छ कि कर्म गरौँ, फल त अवश्य मिल्छ। यो खालको महसुस चाहिँ अब बन्ने सरकारले नागरिकलाई दिन सकोस्। जनताले यही विश्वासको आधारमा तपाईँहरूलाई भोट हालेर चाहिँ यहाँसम्म पुर्यायो। अब आउने सरकार नागरिकको सरकार बनोस्। नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई धेरै धेरै शुभकामना र जो मन्त्री परिषदमा आउँदै हुनुहुन्छ, शपथ ग्रहण गर्दै हुनुहुन्छ, जसले मन्त्रालय सम्हाल्दै हुनुहुन्छ, उहाँहरूलाई पनि अग्रिम शुभकामना। र अब बन्ने सरकारले प्रदेशलाई पनि खारेजीको को लागि चाहिँ बाटो अपनाउनु पर्छ जस्तो लाग्छ, किनभने सङ्घीयताले देशको अर्थतन्त्रलाई धान्न सक्दैन र यो पनि प्रदेश खारेजी होस् र भरसक मन्त्रालयका कोटाहरू पनि लगभग धेरै काटछाँट गर्नुपर्ने हुन्छ र सांसद पनि भरसक सकिन्छ भने घटाउँ। जसरी हुन्छ अब देशलाई बचाउने, देशमै बसेर नागरिकहरूले चाहिँ केही गर्न सकुन् भन्ने चाहिँ होस्। हिजोका दिनमा हाम्रो देश कहाँ थियो जबकि हाम्रो देशले चाहिँ खाद्यान्न अरू देशलाई सरसहयोग गर्थ्यो, तर अहिले विडम्बना के छ, बढ्दो भ्रष्टाचार र महँगीको कारणले गर्दाखेरि नागरिकले चाहिँ आयात गरेर खानुपर्ने हुन्छ र कृषकले उत्पादन गरेको सामग्रीहरू योभन्दा अगाडि पनि देखिन्थ्यो। सडक बाटोहरूमा चाहिँ टमाटरहरू पोखेर फुटाएको गाडीको टायरहरूले किचेको दुध चाहिँ नालीमा बगाएका यस्ता धेरै घटनाहरू छन्। जनताले उत्पादन गरेका हरेक कुराहरू चाहिँ सरकारले त्यसको बजारीकरण गरिदियोस् ताकि बाहिरबाट आउने विषाक्त वस्तुहरू नियन्त्रण हुन सकोस्। भन्सारहरू कडाई होस्, मालपोत अख्तियार जति पनि कर आउने चाहिँ दायराहरू, जति पनि क्षेत्रहरू छन् त्यसमा चाहिँ भरसक सकिन्छ भने कर्मचारी परिवर्तन गरेर हुन्छ कि एयरपोर्टहरूमा चाहिँ विमानस्थलमा चाहिँ कर्मचारी परिवर्तन गरेर हुन्छ कि के गरेर हुन्छ। अब आउने सरकारले 6 महिनाभित्रमा यो काम गर्न सक्नुपर्छ। र अर्को कुरा पनि मैले जोड्न चाहेँ, यी सबै कुराहरू एकैचोटि त सम्भव छैन, तर यो कुराहरूलाई चाहिँ अब सरकारले ट्र्याक लाइनमा लाएर चाहिँ पालैपालो काम गर्नुपर्ने देखिन्छ। र जति पनि जस्तो प्राइभेट स्कुलहरू छन् र यो प्राइभेट स्कुलहरूलाई पनि सरकारी दायरामै ल्याएर चलाउने खालको प्रपञ्च पनि होस् ताकि प्रत्येक स्कुलहरूमा चाहिँ शिक्षा कस्तो छ के छ थाहा छैन, तर के छ महँगो फीहरू बुझाउने र प्रत्येक स्कुल विद्यालय प्राइभेट स्कुलहरूले पनि
मनलागी फीहरू लिने, अनि त्यहाँबाट स्वास्थ्यको कुराहरू छन्। स्वास्थ्यमा चाहिँ हस्पिटलहरूले पनि मनलागी चाहिँ नै उपचार खर्च भनेर चाहिँ महँगो बिलहरू लिने, यस्तोहरू पनि देखिएको छ। अनि बजारीकरणमा चाहिँ के आयो भने बजारमा धेरैभन्दा धेरै अखाद्य वस्तुहरू पनि भेटिन्छन् र हामीले धेरै भोगेको पनि छौँ। र यो अखाद्य वस्तुहरूको पनि कम्पनी अनुसार चाहिँ एउटा चाहिँ नै प्रयोगशाला बनाएर चाहिँ कसरी हुन्छ जनताहरूलाई चाहिँ स्वस्थ खानेकुराहरू चाहिँ नै उत्पादनहरू चाहिँ खुवाउन पनि सक्नुपर्छ। र धेरै कुराहरू छन्, मैले मोटामोटी सम्झेको कुराहरू चाहिँ मैले यहाँहरूमा राखेको छु। र फेरि पनि नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई सफल कार्यकालको शुभकामना, साथै मन्त्री परिषदमा जो गठन भएर आउँदै हुनुहुन्छ उहाँहरूलाई पनि धेरै धेरै शुभकामना। राम्रो काम गर्नुहोस्, जनताको मन जित्नुहोस्। जनताको मन जित्नु भयो भने तपाईँहरू हुनुहुन्छ र हामी पनि छौँ। देश पनि बाँच्छ, जनता पनि बाँच्छन्। देश पनि बचो, भेष पनि बचो। कला र संस्कृतिको समर्थन होस्। संस्कृत पाठशालाको सुरुवाती होस् र प्रत्येक विद्यार्थीहरूलाई नै राजनीतिक चेतना हुने गरेर चाहिँ अब फेरि पनि नैतिक शिक्षाहरू पनि चाहिँ आओस्। जबकि हरेक विद्यार्थीहरूले मेरो देशमा के भइरहेछ, अब के गर्नुपर्छ, भोलि गएर चाहिँ मैले के बन्नुपर्छ भन्ने कुराहरू चाहिँ लगभग पढाइ सँगसँगै उनीहरूले सोच्न सक्ने अवस्था होस् र भ्रष्टाचारको अन्त्य होस्। मेन कुरा त भ्रष्टाचार हो। भ्रष्टाचारले सक्दै आएको छ र यो भ्रष्टाचारको पनि अन्त्य होस्। धेरै धेरै शुभकामना। तपाईँहरूको कार्यकाल सफल बितोस्। हस्त, धन्यवाद।